त्यसपछि यसलाई यस्तो छड्के हुने गरेर पहिला सुरुमा काटिदिनुस्। सरी, कसले सम्झ्यो हो बिहान बिहान मलाई। एकदम सानो हुने गरेर अब यो सिजरलाई साथीहरूले नघुमाइकन त्यहाँबाट नछोडिकन माथितिर जानु होला। अब हाम्रो बटरफ्लाईको सेप बनिसकेको छ। त्यसपछि तपाईहरुलाई कस्तो खालको बटरफ्लाई बनाउन मन लाग्छ तपाईहरुले काटिरहनु भएको छ भने अवश्य पनि तपाईहरुलाई यो बटरफ्लाईको सेप काट्न आउँछ। र साथीहरु यति काटिसकेपछि तपाईहरुले यो बटरफ्लाईलाई चाहिँ तलदेखिबाट माथिसम्म कट गर्नुपर्ने हुन्छ र यसरी झिक्न पर्ने हुन्छ। अब तपाईहरुको एकदमै ब्युटीफुल बटरफ्लाई बनेर रेडी भइसकेको छ। अब तपाईहरुले अलिकति यस्तो गर्नुपर्ने हुन्छ यसलाई थोरै, किनभने हाम्रो यो टाँस्ने हो नि त,